बेच्नुहुन्छ कि बेच्नुहुन्न? बेच्छु, किताब त दिनदिनै बेच्छु। तपाईँले समय सन्दर्भमा किताब बेचेका पैसाले चाहिँ दारू खुवाउनु भनेर एक किसिमको चर्चा छ नि, भन्ने चाहिँ के हो यो? किन नखाउने, के हो, दारू त खान्छ नि त, खानेकुरो समस्या परेका युवा उपसभामुखमा चर्चा भइरहेको छ, के छ? त्यो उपसभामा बस्ने काम गर्ने मान्छे हो म उपसभामा हुने मान्छे त्यसै या हो तिमीहरूले। कुनै अब तपाईँले आफैले अघि के भन्नुभयो भने यदि राष्ट्रपाले राम्रो एजेन्डाहरू बोकेर अगाडि बढ्यो भने म सत्ता पक्षमा साथ दिन तयार छु भन्नुभयो। एकदम तयार छ, तयार हुनुहुन्छ। यो पुराना फाइलहरू खुल्ला मान्ने जो तपाईँलाई के खोल्ने हो, सब खोल्ने। तपाईँ पनि त्यसमा साथ दिनुहुन्छ? एकदम साथ दिन्छ। यो पुराना नेताहरूले अझै पनि त्यो एक खालको दम्ब देखाइरहनु भएको छ भनेर तपाईँले स्टाटसहरूमा पनि लेखिरहनु भएको छ नि, यो पुराना नेताहरू अझै सुध्रेनन् भनिरहनु भएको छ नि। सुध्रेनन् भने मैले के गर्नु त, अब सुध्रेनन् भने उनीहरू जान्छन् खोलै खोला होइन। सुध्रिनुपर्छ, गल्ती हुन्छ, मान्छेले गल्ती गरिन्छ, गल्ती भएपछि त्यसलाई चाहिँ गल्ती चाहिँ आफ्नो स्वीकार गर्नुपर्छ। अनि चाहिँ भएका गल्तीहरूलाई अब भविष्यमा चाहिँ फेरि गल्ती गर्नु हुँदैन। यस्तो कुराहरू यो हाम्रो पुरानो नेताहरूले के अरे नगरेको, त्यो स्वीकार नगरेको देखियो। त्यो चाहिँ राम्रो होइन। अब उनीहरूले त्यही गल्ती दोहोऱ्याइरहन्छन् भने मैले के भन्नु छैन। अब युवा प्रधानमन्त्री बन्दै गर्दा चाहिँ तपाईँले के देख्नु भएको छ? बालेन शाहको अनुहारमा त्यो आशा देखिएको छ मानिज्यू? अरे अनुहारमा कसरी आशा देखिन्छ? होइन हो र होइन, कस्तो कुरा तै पनि हुन्छ नि त, उहाँले गरेको कामहरू अघिल्लो चरणको कामहरू देख्नु भएको छ नि त। अब कामले हो देखाउने होइन। पहिलाको काम र अहिलेको काममा धेरै आकाश पातालको फरक छ। त्यस कारणले पहिलेको कामले अहिलेको काम भन्ने कुरा हुँदैन। अति केही होला जस्तो देखिन्न, बिस्तारै होला भन्ने विश्वास छ, तर चाहिँ समय चाहिँ लाग्छ। समय सञ्जालमा तपाईँले त्यो किताब, किनभने अब यो पुरानो जालोलाई चाहिँ पहिला फाल्न नै धौ हुन्छ। पुरानो जालो फालिसकेपछि बल्ल काम चाहिँ अगाडि बढ्छ।